के गर्नुभएको सिलाएको कि के गरेको धागोले पोका पहिला हेलो सबैजनालाई नमस्ते भन्नुभयो पनि यहीँ आइसके नयाँ दिनमा नयाँ ब्लगको साथमा सो म त के गर्न जानु आँटेको भने अब हजुरहरूलाई भनिहाल्नु पर्ने हुन्छ भनेर पनि म जानु आँटेको हो नि त त्यही भएर भिडियो स्टार्ट गरेको सो यहाँ मेरो कपडा भन्ने सोच्या हो कहाँ लगाइदियो क्या तर हो यहाँ लगाइदिएको छैन क्या यहाँ छैन क्या हो मेरो कपडा त अघि मैले भनेको छु कि यो खुट्टु ल्याउँछु भनेर अर्को छैन धागो यस्तोवाला हुन्छ भएन भने त फेरि म के अघि त हेरेको त हुनुहुन्थेन त कहाँ जानुभयो आमा हौ आमा चाहिँ किन मलाई चाहिँदैन कुर्सी मोडा हमारा गाउँ हे तुम्हारा गाउँ हे यो कसको सिलाउनु भएको त्यही पो गर्न आँट्नु भयो क्या इन्टरलक चाहिँ गरिदिनु न यसले खिच्ने एक फुट्ने होइन क्या कुनले कुन केले इन्टरलक गर्नुहुन्छ इन्टरलक त गर्नु त त्यसले कसरी फुट्नु यसले पो इन्टरलक गर्नु पर्छ कहिले फुस्किसक्यो क्या त्यो धागो के खुल्ला छोडेर कहाँ कुद्नुहुन्छ अनि एकछिन बस्नुहुन्छ अनि बस्नु पनि थपक्क कपडा ल्याएको चाहिँ सिलाएर बस्नु नि त अनि कुद्नु पनि के कुदेको होला लुखुर 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 है भगवान् म त इन्टरलक अब यहाँ खुल्दा त राम्रो हुँदैन इन्टरलक गऱ्यो भने चाहिँ यसो हुन्छ नि त कता कता जाँदा कसरी भ्याउनुहुन्न तपाईँ कबाट त सिलाइ बस्नुहुन्न भ्याउनु अरे कुरा सुन्दा पनि इन्टरलक त त्यो सिलाउँदा चाहिँ कस्तो देखिन्छ हौ इन्टरलक त नि इन्टरलक नगरी त के लुगा सिलाउनु र हौ अहिलेको जमानामा पनि फेर फुटेर मात्रै लाउनु मिलेन होला तपाईँले त जस्तो भन्नु त्यस्तै सिलाइदिने हो नि त नि कहाँ यो साडी यस्तो छेउछेउ फुट्नु पर्यो भनेको इन्टरलक गरिदिनु न भनेको इन्टरलकै बिग्रेको छ भन्नुहुन्छ भ्याउँदैन अरे ए सुतेको म त अघि हेर्छु
पर्दैन मुडा यहाँ सँगै खुट्टा लानु पर्यो भनेर नत्र त बुढो मान्छेले बिगार्दैन के अस्ति पनि एउटा पेन्ट गर्न छेउतिर काटिदिइहाल कस्तो गर्मी पो हुन्छ त दिउँसो त ए धागो काठो तार्नु जानु भएन क्या खै मिलाइदिन्छु भन्नुहुन्छ कहिलेको जमानामा हजुर को हो फेरि को आएको हो कसले लिएको ए साँच्ची के भएछ फेरि त दादालाई चाहिँ बाङ्गे चाहिँ नकाट्दैन है के गर्नुभएको त्यो चाहिँ सिलाएको हो कि के गरेको हो धागो त पोका परिरहेको छ एक ठाउँ यसो हेर्छु छैन खै के गर्छ यो माइतले नि के सुधा तपाईँले यो धागो कता कता लाउनु भएको नि यसरी सर्छ यो धागो कि यस्तो कसरी सर्छ त नि लु साह्रै चाहिँ बरु म यस्तो टेलर त गर्छु जस्तो लाग्दैछ त नि कहाँ खै अनि यो चिम्टीले तान्नु छिरी सब के यो चिम्टी खै हौ यो पनि भएन खराब छ र धागो नै बिग्रेको त होइन तपाईँले बटाएर लगाइराख्नु भएको छ खुबै आँखा साखा देख्नु छैन अनि बिग्रेको त के हुनु सप्रेको छ मजाले सिलाइरहेको छ यहाँ छ ए यो बुढो मान्छे त हेर्नु न अनि यस्तो धागो यहाँ पनि बटाएर लगाइरहेको छ अनि कसरी सर्छ र यो धागो चाहिँ नि यो 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 यस्तो बटाएर लगाइराख्नु भएको छ अनि यो यो बुढो मान्छे नगर्नु यो धागो चाहिँ यता सर्नु पर्दैन आउरा जा यो आँखामा लगाउनु अनि कहाँको आँखामा यताबाट सिधै भयो यहाँबाट तपाईँको खुबै हुन्छ सही छ यताको सही छ सर्नै सर्दैन त धागो नै सर्दैन ए भएन छेउछेउको है बुढ्नु बुढ्ने हो त
छोडी कुद्नु नि फेरि बुनो बुनो भने यहाँ यस्तो हुन्छ यस्तो त्यो छोडेकोलाई तैँले प्लस गरौँला यहाँ सेट मात्रै भइसकोस् न हो नि अब भाइ अलिक साह्रैमा म लगाउन सक्छु जमाना कहाँदेखि कहाँ पुगिसक्यो अब त्यहाँ खै यो बुढो मान्छे के गर्छ फेरि धागो सट्टै ल फेरि नछिराउनु नि यसमा त लगा बोका पार्दै के जान बुढोले किन अघि छोडेको छैन कहाँ छुट भयो अरे यहाँ फुकिहाल्छ नि यहाँ कता छुट भयो यहाँ डल्ली ए डल्ली पुर्की जल्दी जल्दी नै हो जल्दी देख्नै हुँदैन अरे चल ए यहाँ के गरेको यो फुट्नु अलिकति अब फेरि त्यति वराबाट होइन तपाईँ यो साइड फर्स्ट हाल्नुपर्छ यो मात्र छ तल सेफ्टी हिजो अस्ति लाग्यो त्यहाँ तल कसरी हाल्नु के हाल्नु अरे फर्स्ट लगाएपछि अनि सजिलो यस्तोमा चिप्लो तल सेफ्टी लाग्छ क्या फर्स्ट भने अनि त्यो लगाएपछि के हुन्छ ल ल पचाउ दुईजना म यताको लाइनमा बस्छु है हे डल्ली खै म घरमा के खाइरहेको चाहिँ खोप्दै जानेको रक्सी जाड खाने मान्छेलाई खाइदा नखाइदा के हो कपडा बनाएर आए